Hello guys, welcome to my video र आज चाहिँ तपाईहरुलाई म मेरो दिनमा भएको एउटा रमाइलो र अनएक्सपेक्टेड घटना शेयर गर्न आएको छु। It's been like more than a week. I'm in a calorie deficit diet. र डाइट एकदम मजाले चलिरहेको थियो आजसम्म अनि त्यसपछि म काम सकेर आज घर आउँदै थिएँ हैन। एन्ड व्हाट वाज इन माई माइन्ड कि लाइक म घर जान्छु अनि म घर गएर चिकन साँधेको बनाउँछु र खान्छु भन्ने मेरो माइन्ड मेकअप थियो क्या। मेरो आजको रातिको मिलमा चाहिँ चिकन साँधेको थियो क्या। अनि घर आउँदै थिएँ, घर आइसकेँ, त्यसपछि माई मम वाज लाइक मैले आज भुटुवा ल्याएको नानु अनि भुटुवा चाहिँ मिठो गरेर पकाएर खानुपर्छ ल भन्नुभयो। एन्ड आई वाज लाइक वाइ, मैले मेरो माइन्ड मेकअप गरिसकेको छु मम्मी, म आज चिकन साँधेको खाने हो भनेर भने कि मम्मीलाई। एन्ड मम वाज लाइक थोरै खाए पनि केही फरक पर्दैन, थोरै खाऊ न, चाख्दैमा केही बिग्रिँदैन भन्नुभयो। एन्ड लिटरली आफ्टर 5 मिनट चाहिँ मेरो माइन्डले के भन्यो भन्दाखेरि प्रशंसा 2 दिनको जिन्दगी अलिकति खाए केही फरक पर्दैन सोचेँ क्या होइन। अनि मैले त अलिकति भुटुवा खाँदै थिएँ अनि त्यसपछि अर्को माइन्डले के सोच्यो भने जसै डाइट बिग्रिसक्यो अलिकति अझै खाइदियो भनेर मैले भुटुवा पनि टन्नै खाएँ। अनि भुटुवा त खाइसकेँ, अब डाइट जसै बिग्रिसक्यो त्यो दिनको, त्यही भएर फेरि मेरो दिमागले चाहिँ चाउचु खान खोज्यो अनि चाउचुको क्रेभिङ भइरहेको थियो अनि मैले फेरि चाउचु खाँदै थिएँ। त्यही भएर यो भिडियो बनाएँ। आई डोन्ट नो वाइ मसँग यस्तो इन्सिडेन्ट किन हुन्छ एन्ड दिस इज नट द फर्स्ट टाइम, यो बेला बेलामा भइरहेको छ क्या मसँग। र यस्तै तपाईँहरूसँग नि हुन्छ भने प्लिज कमेन्ट डाउन बिलो एन्ड थ्याङ्क यू भेरी मच फर वाचिङ गाइज, बाई बाई।